हेलो एभ्रिवान, सबैजनालाई जय मसी अनि वेलकम मनिषाको च्यानल। अनि यहाँहरू सबैजना सन्चै हुनुहुन्छ भने आशाका साथ अनि म पनि सन्चै छु। अनि आज चाहिँ हामी हप्ताको 7औं दिन हामी चाहिँ आज सेवा जाँदैछौँ। अनि आज चाहिँ हाम्रो सेवामा चाहिँ आज धेरै कार्यक्रमहरू छ। हाम्रो नानीहरूको चाहिँ बालमेला लागेको थियो चम्बुङ स्वतन्त्र मण्डलीमा। अनि त्यसमा भाग लिएको थियो नानीहरूले चाहिँ। अनि त्यो भाग लिएको कारणले चाहिँ उनीहरूले कति कुराहरू हात पार्न सफल भयो, कति कुराहरू भएन। अनि त्यो कुराहरूमा चाहिँ आज अब हामी चाहिँ यो सेवा सकेर त्यो कार्यक्रम पनि गर्नेछौँ। अनि त्यो कार्यक्रममा म तपाईँहरूलाई देखाउने छु, तपाईँहरूले हेरिदिनु होला। अनि तपाईँहरू पनि सेवा जाँदै हुनुहुन्छ भन्ने आशाका साथ यस सेवा चाहिँ एकदम जानुपर्छ। अनि हामी चाहिँ सेवा जाँदैछौँ। अगाडि म मेरो बहिनी हुनुहुन्छ अनि म चाहिँ तपाईँहरूलाई देखाउने छु आजको हाम्रो सेवाको ब्लग। यसरी पूर्ण भेला भइकन हामी सेवा सङ्गति गर्ने अवस्थामा छौँ। सबैजनालाई मेरो तर्फबाट बिरामीको कारण स्वास्थ्यमा केही समस्या आएको कारणले गर्दा म झापातिर हुनुहुन्छ। वचन सुन्न हामीलाई कतिचोटि गाह्रो हुन्छ, जहाँ चाहिँ परमेश्वरको जीवित वचन हो, जो चाहिँ हाम्रो निम्ति शरीरको निम्ति जसरी तपाईँ मलाई खानाको आवश्यकता पर्छ। हामी केही नखाइकन सायद यहाँ आउँदै गर्दा तपाईँ मलाई लाग्छ पास्टिङ हुनुहुन्छ भने तपाईँलाई त्यतिखेर आफ्नो शरीरमा यस्तो थाहा हुन्छ कि आफैलाई कमजोर फिल भएको जस्तो स्वास्थ्यमा। हामी लगभग एक दिन खाना खाएनौँ भने होइन कतिको साह्रो पर्छ कि सजिलो पर्छ? खाना नखाइकन बाँच्ने कोही हुनुहुन्छ? परमेश्वरको समयलाई पर्खिनुहोस् भन्ने कुरालाई म बोल्न लागिराखेको छु। के गर्नुहोस् अरे
परमेश्वरको समयलाई चाहिँ तपाईँलाई मैले पर्खिन सक्नुपर्छ। धैर्य भन्छ नि, यो धैर्य त भन्ने कुरा चाहिँ हामीमा आउँदैन होइन। अहिले त टेक्नोलोजीको जमाना के भन्छ एकदमै फास्टफुडको समय अथवा एकदमै यो 4G देखि 5G होइन। र रचना दिपिक्षा अनि रविलालाई बोलाउन चाहन्छु। अनि यहाँनिर भर्खरै माथि उहाँले गरेको के भन्छ हामी उहाँलाई बधाई दिनेछौँ। अनि उनीहरूले जति कुरा पाएको छ नानीहरूलाई होइन, अनि हामी मण्डलीमा दिएको कुरा मण्डलीमा हामी राख्नेछौँ। अनि अरू चाहिँ नानीहरूको लागि हामी दिइ पठाउनेछौँ। नानीहरू जसले जे पाउनु भएको छ उहाँले यो कुरालाई गर्नुहुनेछ र हामी उहाँ नानीहरूलाई चाहिँ अनि नानीहरूलाई चाहिँ के गर्नेछौँ भन्दाखेरि नानीहरूले आफ्नो बाबुआमाले त्यो जति पाएको कुराहरूलाई सुरक्षित राखिदिनुहोस्। अनि उहाँले पाएको कुरा चाहिँ एउटा उत्साहको लागि हौसलाको लागि होइन। के हाम्रो कतिजना नानीहरूले के जित्यो मलाई थाहा छैन, तर नानीहरूले त्यो कुरालाई गर्नुहुनेछ यहाँनिर। अनि त्यो नानीहरूलाई एउटा गरिकन बच्चाहरू सबैजनाबाट हामी उत्साहित हुनेछौँ। अनि हामी उहाँलाई बधाई दिनेछौँ होइन, जुन कुराबाट उहाँको गरेको सफलताको लागि खुसी छौँ। बस छोड़ दो। दुई लाइन
सन्ध्या दोस्रो निस्केछ नि घुँडा टेकेर दुईटा टेक्न जानु त्यो चाहिँ नानीहरूको जतिवटा छ उनीहरूलाई चाहिँ आफै लानु दिनुहोस् ल मण्डलीको मात्रै यहाँ राख्नु यो सन्जोगको सजिलो अब ठुलो हुँदा पो आफ्नो खुसीले सबै गराइ नै हिँड्न सक्छ तर मसिनो नानीहरूलाई त धेरै गाह्रो हुन्छ है हिँडाउनु पर्ने कुराहरूमा उनीहरूलाई लानुपर्ने कुराहरूमा होइन त्यस कारणले गर्दा तर पनि यस्तो कुराहरूलाई पनि उनीहरूले एउटा त्यो आँट गर्नु एउटा त्यो साहस गर्नु सामान्य सिकिने कुरा छैन त्यसले गर्दा मण्डली परिवारले उहाँहरूले हृदयबाट मात्रै होइन हामीले धेरै धेरै उहाँहरूको लागि प्रार्थना गर्नुपर्छ पनि म भन्न चाहन्छु चाहनुहोस् अब हामी आजको सेवालाई हामी प्रार्थना गरिकन हामी छुट्नेछौँ यदि विषय कुनै छ भने तपाईँले राख्न सक्नुहुन्छ र हामी प्रार्थना गरिकन हामी यहाँबाट छुट्नेछौँ अहिले चाहिँ हामी आजको सेवा सकेर आयौँ घर आइपुगिसकेको छौँ आजको सेवाको थोरै थोरै क्लिप मात्रै राखेँ मैले चाहिँ अनि यहाँ सान्वी यता चाहिँ सान्वी उठ्नु त छोरी यहाँ हामी आमा छोरी यता हेर्नु नि हाई गरिदिनु नि यता हाई हाई अनि तेरो देखाइदियो त खै गिफ्ट पाएको हेरौँ बाल सङ्गति प्रथम बाल मेला ताप्लेजुङ चुम्बुङ स्वतन्त्र मण्डली सिद्धिमा 5 ताप्लेजुङ प्रमाणपत्र संयुक्त बाल सङ्गति ताप्लेजुङद्वारा आयोजित प्रथम बाल मेलाको बाइबल पथ कण्ठ प्रतियोगिता 2082 सहभागी जनाउनु भई तपाईँ श्री सन्ध्या गुरुङज्यूले द्वितीयको यो चाहिँ के को यो चाहिँ गीत गाएको अनि यो स्पिकिङ द्वितीय कसैले त्यहाँ के गर्दैछ पुरै लथालिङ्ग छ यहाँ घर चाहिँ अब चाहिँ म यति नै भिडियो आजको यति नै तपाईँहरू सबैजनाले हेरेर लाइक सब्सक्राइब गरिदिनु होला।